सबैलाई फेरि पनि क्रिस्टीय न्याय अभिवादन सबैलाई जय मसीह हेपी सबात परमेश्वरलाई धन्यवाद भएको होस् फेरि पनि सुन्दर समय हामीलाई परमेश्वर दिनुभएको छ विशेष गरिकन आज धेरै समय पश्चात हामी पवित्र म्याडम पनि हाम्रो माझमा हुनुहुन्छ एकदमै खुसी लाग्यो आज नयाँ अनुहार जस्तो लाग्यो अनि उहाँलाई हामी एकचोटि ताली बजाउनु उहाँ पनि उहाँलाई पनि हाम्रो नामको स्वागत छ अनि विशेष गरिकन यो सुनौलो समय अवसर र मौका हो किनभने हामी क्रिस्टका रगतले किनिएका व्यक्ति हो हामीले एकले अर्कालाई प्रोत्साहन र हौसला दिँदै अगाडि बढ्नुपर्छ कसैले कमजोरी गर्छ भने त्यो त नाथो भन्नु हुँदैन हामीले उसलाई चाहिँ हामीले के गर्नुपर्छ उठाउने प्रयत्न गर्नुपर्छ उसलाई हामीले सहारा दिनुपर्छ कोही लड्छ भने हामी चाहिँ के गर्छ हामी बानी चाहिँ के छ हाम्रो कोही लड्यो भने हामी ह गरेर हाँसिरहेको छु बिचरा उठाउनु जाँदैनौँ होइन हाम्रो आदत त्यस्तो छ हेर्न लडेको तिमी हि गर्छ त्यतिमा पनि लडेको भन्छ त्यतिमा पनि लडेको भन्छ होइन त्यस कारणले गर्दाखेरि हामी के गर्छौँ उसलाई चाहिँ उठाउन जाँदैनौँ तर हाम्रो वचनमा हामीले के सिकेका छौँ भने यसरी हामीलाई के सिकाएको छ भने लडेकोलाई चाहिँ हामीले के गर्नुपर्छ उठाउनुपर्छ अनि कसैको गेडी खुस्किएको छ भने त्यो गेडीमा चाहिँ तागत भर्ने कस्तो काम हो हाम्रो काम हो हाम्रो जिम्मेवारी हो कि होइन अर्थात् सेवाकाई जाँदैन सङ्गति जाँदैन प्रार्थना गर्दैन हामीले डोर्याउने जिम्मेवारी चाहिँ हामीहरूको हो त्यस कारणले गर्दा यो अस्तिको दिनमा गत समयमा भएको यो घटना एकदमै नेपालमा डरलाग्दो कुरा थियो धार्मिक द्वन्द्वहरू चर्किने सम्भावना बढिरहेको थियो अनि अलिकति हाम्रो भाइ त्यसप्रसादले कोट्या लगभग हिजो चाहिँ के भन्छ सुदन गुरुङले त्यो कामलाई राति गएर चाहिँ कसरी हुन्छ के हुन्छ भनेर नमिलाएको भए धेरै गाह्रो हुन्थ्यो यो अन्तिम दिनको चिन्हहरू हो अनि हामी इसाई जय मसीह भनेर मात्रै हलेलुया भनेर मात्रै आमेन भनेर मात्रै पर्याप्त छैन साँच्चै परमेश्वरको वचनलाई तपाईँ र मैले हाम्रो टाउकोमा राखेका छैनौँ भने बुझ्नुभयो नि परमेश्वरको वचनलाई चाहिँ हामीले पछाडि राखेका हुन्छौँ कि पैतालामा टेकिरहेका हुन्छौँ त्यो हामीलाई थाहा हुँदैन अनि हाम्रो बाज देश प्रसादले भन्दै हुन्थ्यो कि दशांश दिनुपर्ने मलाई थाहा छ दिन्छु भन्छु कसरी हुँदै हुँदैन त्यो त यादै आउँदैन र आज्ञाको कुरा हो वचनको कुरा हो एउटा परमेश्वरको सेवाकाईमा टेवा पुगोस् भनेर यसुले दिनुभएको एउटा के हो त्यो आज्ञाको कुरा पनि हो त्यही कुरा म गर्न सकिरहेको छुइनँ भनेर भाइले स्वीकार गरिरहेको थियो र यो साधारण कुरालाई त तपाईँ मैले गर्न सकिरहेका छैनौँ भने हामीले परमेश्वरको वचनको गहन विषयका कुराहरूलाई हामीले कसरी गर्ने त भन्ने विषयमा हामीले चिन्ता गर्नुपर्छ नानी सोलोमनले पनि उठेर भन्दैले आफ्नो भाषामा आफ्नो तरिकाले दिइरहेको थियो सकि नसकि एकदमै महत्त्वपूर्ण कुरा हो र आउनुहोस् हामी त्यस समय परमेश्वरको वचनलाई हामी मनन गर्नेछौँ अध्ययन गर्नेछौँ र आज हामी सबैभन्दा ठुलो आज्ञा अर्थात् महान आज्ञाको विषयमा हामी हेर्नेछौँ र यसले महान आज्ञाको रूपमा दिनुभएको महत्त्वपूर्ण दुईवटा आज्ञालाई हामी हेर्नेछौँ र मर्कुस सुसमाचारको पुस्तकमा हामी 12 अध्याय 28, 29, 30 र 31 तपाईँले जसले पाउनुभयो उच्च स्वरमा पढिदिनु हुन म आग्रह गर्छु। मध्ये एकजना आएर तिनीहरूलाई आपसमा विवाद गरिरहेका थिए। यसले मानिसहरूलाई वृद्ध दिनुभएको देखेर तिनले उहाँलाई सोधे, सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो? यसले जवाब दिनुभयो, सबैभन्दा मुख्य चाहिँ यो हो, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तैँले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर।
दोस्रो चाहिँ यो हो, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। योभन्दा ठुलो आदेश अर्को छैन। वचन पढाइमा नानीलाई आशिष दिएका हुन्। र यहाँ हामी दुईवटा कुराको 28 देखि नै मैले पढ्न आएँ। 29, 30 अनि 31 दुईवटा पद चाहिँ एकदमै महत्त्वपूर्ण छ। येशूले जवाफ दिनुभयो, पहिलो चाहिँ यो हो, हे इजरायल सुन, परमप्रभु परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। औ तैँले आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर। दोस्रो चाहिँ यो हो, तैँले आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। योभन्दा ठुलो आज्ञा अरू छैन। आमेन। वचन पढाइमा हामी आशिषित भएका छौँ। यो चाहिँ येशू आफै भन्नुभएको कुरा। दुईवटा महान आज्ञा, यो आज्ञा चाहिँ लेखेको कुरा पाउँछौँ। यो दुईवटा महान आज्ञाले अगाडिको जुन व्यवस्थाको जुन 10 आज्ञा थियो, त्यो सम्पूर्ण सारांशको विषयमा यहाँनिर हामी दुईवटा आज्ञामा हामी पाउँदछौँ। भन्नुको मतलब त्यो व्यवस्थामा लेखेको त्यो 10वटा आज्ञा चाहिँ होइन भन्नु खोजेको होइन, त्यो पनि छ। तर त्यसको सम्पूर्ण सारांश चाहिँ यो दुईवटा पदमा चाहिँ, दुईवटा महान आज्ञामा चाहिँ समेटिएको कुराहरू हामी पाउँदछौँ। अर्थात् चोरी नगर, हत्या नगर भनेको त यहाँ छैन। प्रेम गर्नेले चोर्छ, हत्या गर्छ, गर्दै त्यस कारणले गर्दाखेरि यहाँनिर हामीले दाजुभाइ दिदीबहिनी मान्छेले, कसै मान्छेले हत्या गर्नु कति भक्सीको चाना काटे जस्तो, मुला चाना काटे जस्तो मान्छेले काट्छ, मार्छ, हो कि होइन? हो। अनि द्वन्द्वमा हामीले हेऱ्यौँ भने यस्तै डरलाग्दो भीषण आँखाले देख्नै नसकिने त्यो दृश्यहरू हामीले देख्यौँ भने हामीलाई पस्दैन। तर उनीहरूलाई चाहिँ त्यो चाहिँ के हुन्छ, आदत भइसकेको हुन्छ। र यदि हामीले प्रेम गर्न जानेका छौँ भने हामीले कहिल्यै पनि चोर्दैनौँ, ढाँड्दैनौँ। अनि अघि हाम्रो भाइले भन्दै थियो, मैले दशांशबाट चोरेको छु, होइन? चोर हो, होइन? अनि चोर्ने चाहिँ चोर हो, पछिल्लो त्यो समयबाट पनि चोर्छ। हिजो पस्को प्रार्थनामा हामीले प्रार्थना गर्दैथ्यौँ, प्रभु हामीले चाहिँ यो संसारमा अन्तिम दिनको समय हो छ, यो परिस्थितिमा कर्फ्यू लागेर धेरै समस्याहरू, धार्मिक पर्वहरू निम्तिनु हुँदैन। यो मौसम पनि अत्याधिक एकदमै पोल्ने खालको गर्मी बढेर गएको छ। यो कुराहरूमा तपाईँले हामीलाई राहत दिनुपर्छ, हामीलाई राहत दिने तपाईँ हुनुहुन्छ भनेर हामीले प्रार्थना गर्दैथ्यौँ। भन्दा भन्दै यो सबै कुराहरू बढेर जानुभन्दा के भएछ, घटेछ भनेर मैले न्युज हेर्दै थिएँ। अनि मलाई खुसी लाग्यो। अनि परमेश्वरलाई मैले भित्रबाट भने सम्झेँ, परमेश्वरले साँच्चै हाम्रो प्रार्थना परमेश्वरले सुन्नुभयो। आमेन। त्यस कारणले गर्दाखेरि मैले बताउन चाहेँ, हितोपदेश 6:23 पदमा हामीले हेऱ्यौँ भने त्यहाँनिर पनि हामी पाउँछौँ, तपाईँले खोलेर पढ्न सक्नुहुनेछ। त्यहाँ हितोपदेशको पुस्तकले के भन्छ भने 6:23ले, किनभने ती आज्ञाहरू बत्ती र अर्ती चाहिँ ज्योति हुन् र अनुशासनको लागि गरिने हक्काइहरू जीवनका मार्ग हुन्। यति मिठो कुरा यहाँनिर हितोपदेशमा लेखिएको छ। हितोपदेशले भन्दछ कि आज्ञाहरू चाहिँ बत्ती हो भन्छ। जुन आज्ञा येशू ख्रीष्टले दिनुभयो, अनि यो आज्ञाहरू चाहिँ आजको मण्डलीहरूको निम्ति चाहिँ के रहेछ त, बत्ती रहेछ। र जुन कुरा हामीलाई येशूद्वारा हामीलाई अर्की दिनुभएको छ, अनि उहाँको चेलाहरूले अर्की दिएको छ, अनि जुन अनुशासनको कुराहरू सिकाइएको छ, जुन हप्काएका कुराहरू हामी पाउँछौँ, पावलले जुन मण्डलीहरूलाई हप्काएको पनि छ, माया पनि गरेको छ, उनीहरूलाई शिक्षा दिएको छ, अनुशासनका कुराहरू भनेको छ, सिकाएको छ। ती अर्ती र बुद्धिहरू चाहिँ के हो, जीवनको मार्ग हो भनेर यहाँनिर हामी हितोपदेशको पुस्तकमा हामी पाउँदछौँ। अनि त्यति मात्र होइन, भजन सङ्ग्रह 119को 105मा हामीले हेर्ने हो भने त्यहाँनिर हामी पाउँदछौँ कि त्यहाँनिर लेखिएको भाइ पाउँछौँ, तपाईँको वचन मेरो गोडाको निम्ति के हो,
बत्ती हो भनेको छ। परमेश्वरको जुन वचन छ, जुन आज्ञा छ, यो वचन आज्ञा चाहिँ हाम्रो खुट्टाको निम्ति के रहेछ त? बत्ती रहेछ। यदि हामीले टेक्ने ठाउँमा चाहिँ अँध्यारो भइगयो भने, हामी हिँड्ने ठाउँमा, जाने ठाउँमा अँध्यारो भइगयो भने हामीले हाम्रो पाइलाहरू कसरी अगाडि सार्ने होइन? एकदमै गहन विषयको कुरा छ। सायद हामीले टेक्दै गर्दाखेरि खाल्टोमा पर्न सक्ला होइन, काँडाले भोत्ला लगायत इत्यादि धेरै कुराहरू हुनसक्छ। तर यो आज्ञा तपाईँ र हामीले चाहिँ यो शिरधार्य यो टाउकोमा राखेका छौँ भने, यो हृदयको पार्टीमा लेखेर राखेका छौँ भने, माया गरेर राखेका छौँ भने यो कुराले तपाईँ र मलाई के गर्ने रहेछ? जीवनका कुरामा अर्थात् बत्तीका कुराहरू, हामीले हिँड्ने बाटोहरूमा उज्यालोको कुराहरूलाई हामीले प्राप्त गर्न सक्दो रहेछौँ। र प्रेरितको पुस्तक हामी 5:29 हामीले हेऱ्यौँ भने त्यहाँनिर हामी पाउँदछौँ, त्यहाँनिर पनि हामी लेखिएको कुराहरू पाउँदछौँ। तर पत्रुस र प्रेरितहरूले भने हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नै पर्छ। यहाँनिर अर्ली चर्च फादर भन्छ। हामी धेरै लेखकहरूले, धेरै बाइबल विश्लेषकहरूले यी कुराहरू भन्दछ। अर्ली चर्च फादर भन्छ, अर्ली चर्च पास्टर भन्छ, अर्ली चर्च लिडर भन्छ। येशूको पहिलो चेला है, उनीहरूले चाहिँ यसरी नै सिकाएको कुराहरू पाउँदछौँ। परमेश्वरको आज्ञालाई चाहिँ के गर्नुपर्छ अरे हामीले पालना गर्नै पर्छ। जसरी भए पनि घोडा टेकेर होस्, चाहे जे जस्तो होस्, चाहे अशक्तमा होस्, चाहे बिरामीमा होस्, चाहे अस्वस्थ भएर बसेका हौँ, जस्तै अवस्थामा पनि हामीले के गर्नुपर्छ? परमेश्वरको आज्ञालाई, वचनलाई मान्नुपर्छ। त्यसलाई हामीले के गर्नु हुँदैन? अवहेलना गर्नु हुँदैन। अनि रोमीको पुस्तक 12:1 पनि यहाँनिर हामीलाई यही कुराहरू भन्दछ। रोमीको मण्डलीलाई यहाँनिर पावलले भनेको कुराहरू हामी पाउँदछौँ। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिदानको रूपमा अर्पण गर भन्छ। आफूलाई चाहिँ परमेश्वरलाई मनपर्ने बलिदान स्वरूप चाहिँ के गर्नु अरे? परमेश्वरको अगाडि अर्पण गर्नु। अर्थात् आफ्नो जीवन जिउने कुराहरू, आफ्नो जुन विलासित कुराहरू छ, आफ्नो जुन मनपर्ने कुराहरू छ, ती कुराहरूलाई चाहिँ स्थगित राखेर परमेश्वरलाई मनपर्ने कुरा हामीले के गर्नु पर्यो? अर्पण गर्नु पर्यो। आफूलाई दिइहाल्नु पर्यो भन्ने कुराहरू यहाँनिर उत्साह दिएको कुराहरू हामी पाउँदछौँ। त्यति मात्र होइन, व्यवस्था 6:4 पनि हामी यो आज्ञाको कुरालाई हामी थाहा पाउँदछौँ। यहाँ लेखिएको छ, हे इजरायल सुन, व्यवस्था 6:4, हे इजरायल सुन, परमप्रभु हाम्रो परमेश्वर एउटै प्रभु हुनुहुन्छ, परमप्रभु हुनुहुन्छ। तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। अनि हामीले कसरी प्रेम गर्छौँ? प्रेम गर भन्छ। हामीले यसोलाई प्रेम गर्नुहुन्छ तपाईँले भने सबैले हात उठाउनु त भन्छ, सबैले हात उठाउनुहुन्छ, ताली बजाउनुहुन्छ। तर हामीले वास्तवमा परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? प्रेम चाहिँ सर्वश्रेष्ठ हो भनेर बाइबलले भन्छ। अनि प्रेम चाहिँ संसारमा मरिगए तापनि, संसारबाट सुति गए तापनि, संसारमा मर्यो भन्छ होइन, बाइबलले चाहिँ सुत्यो भन्छ। संसारमा अरू मानिसहरूको दृष्टिमा मर्यो भने पनि हामी फेरि पनि परमेश्वरले चाहिँ के गर्नुहुनेछ? फेरि उठाएर खडा गरेर त्यसको इन्साफ गर्नुहुने रहेछ भन्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। र अहिलेको यो परिस्थितिमा त झन् मैले देखेको धेरै सङ्घ संस्था अनि धेरै पास्टर लिडरहरू, धेरै विश्वासीहरू आज म के देख्दछु भने आफ्नो विभिन्न प्रकारको विचार र शिक्षाका कुराहरूलाई लिएर मान्छेले डिबेट गरिरहेका हुन्छन्।
अनि म विश्व विचार गर्छु एकले अर्कालाई सपोर्ट गर्नुपर्ने हो, एकले अर्कालाई ओहो भनेर चाहिँ सिकाएर चाहिँ हात समातेर तान्नुपर्ने हो, हात समातेर चाहिँ यो वचन चाहिँ यस्तो हो भनेर डोर्याउनु पर्ने। तर त्यो कुराहरू भइरहेको छ। जुन लेखक छ, जो बाइबल विश्लेषक छ, जो आज बाइबलविदहरू छन्, उनीहरूको पनि इन्साफ हुन्छ। आज संस्थापकहरू, जो रेभरेन्ड हो, जो डाइरेक्टर हो, उनीहरूको पनि इन्साफ हुन्छ। जो पास्टर भन्छ हामी, पास्टर, लिडर, एल्डर, उनीहरूको झन् डरलाग्दो इन्साफ छ। एकजना पनि इन्साफबाट बस्न सक्दैन भन्दैछ। त्यस कारणले गर्दा मलाई लाग्छ मैले बुझेको कुरा के हो भन्दाखेरि आज म पास्टर किरण हो भनेर म मक्क परेर बाइबलको वचनलाई आज खोलेर यस्तो कुरा हो भनेर मैले बाइबलको अनुचित कुराहरूलाई चाहिँ, उचित कुरालाई चाहिँ अनुचित कुराहरूको मैले हालेँ भने, मैले बढाएँ भने त्यो कुरा आज मैले बिगार्नुपर्छ। त्यस कारणले गर्दाखेरि मेरो तपाईँलाई आग्रह हो कि साँच्चै परमेश्वरको वचन चाहिँ के हो त? दुईधारे तरवार हो। अनि वचन चाहिँ के हो त? वचन चाहिँ परमेश्वर हो भनेर मैले सिकाएको थिइँदैन। वचन चाहिँ परमेश्वर हो भन्ने कुरा सिकाएको। हामी यूहन्ना सुसमाचारमा हामी पाउँछ कि पाउँदैनौँ? यूहन्ना सुसमाचार 1:1-2 होइन हामी पाउँछौँ। के भनेर हामी पाउँछौँ त्यहाँनिर? वचन त्यहाँ देहधारी तरवार हुनुहुन्छ। सुसमाचार आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो, परमेश्वरले वचन थियो, अनि वचन परमेश्वर चाहिँ के हुनु आयो? वचन चाहिँ देह हुन आयो भनेको छ होइन। वचन हामी सुसमाचार 1 र 2 मा हामीले हेऱ्यौँ भने त्यहाँ पाउँछौँ। अनि कतिपय कुराहरू तपाईँ र मैले ध्यान दिएर सुन्नुपर्ने कुराहरू छ। ती कुराहरूलाई हामीले मध्यनजर गरेर पालना गर्नुपर्ने कुराहरू हामी पाउँदछौँ। अनि प्राणले पनि आफ्नो शक्तिले पनि परमेश्वरलाई नै के गर? प्रेम गर भनेर हामी पाउँदछौँ। अनि त्यति मात्र नभएर मत्ती 22:40 हामीले हेऱ्यौँ भने त्यहाँनिर हामी पाउँदछौँ सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी 2 आज्ञाहरू हुन् भनेर यहाँनिर लेखिएको कुराहरू हामी पाउँदछौँ। सबै जुन 10 आज्ञा व्यवस्थाका जुन कति नियमका कुराहरू छ ती सबै कुराहरू चाहिँ के हो? यी 2 आज्ञाहरूमा हामी समेटिएको कुराहरू हामी थाहा पाउँदछौँ। र अगाडि हामीले पढ्दै थियौँ अघि 28 र 29 मा त्यहाँनिर शास्त्रीहरूले चाहिँ के गरिरहेका थिए? येशूलाई परीक्षा गरिरहेका थिए। येशूलाई चाहिँ जहिले पनि आफ्नै जातिले चाहिँ के गरिरहेका थिए? परीक्षा गरिरहेको। मेरो यहुदी जाति थिए, मेरो चाहिँ हामी चाहिँ आज्ञाकारी हौँ, हामीले चाहिँ मानिरहेको कुराहरू हौँ, हामीभन्दा धर्मी चाहिँ अरू छैन भनेर उनीहरू चाहिँ ठान्दैथे। तर यहाँनिर येशूले के शास्त्रीहरूलाई सरल जवाब दिएको कुरा हामी पाउँदछौँ। जससँग यो आज्ञाहरू छैन आज त्यो मान्छे चाहिँ आज परमेश्वरको राज्यमा जान सक्दैन भनेर देख्न सक्दछ। र दोस्रो चाहिँ आफ्नो छिमेकीलाई आफैलाई चाहिँ सायद हामीलाई हाम्रो छिमेकीले धेरै रिस उठाएको होला, चिन्ता दुखायो होला, दुःख दियो होला, दुःख दिन्छ नि होइन? दुःख दिन्छ, कति रिस उठाउँछ कोही बेला, भन्दै नभनेको कुराहरू भन्यो भन्छ होइन? यसो गरेर नि खानाले उसो गरेर यति रिस उठ्छ होइन? अनि यति गाह्रो हुन्छ, चित्त दुख्छ। र तर उसलाई जब पर्छ, जतिखेर आपत पर्छ, जतिखेर उसलाई सहयोग पर्छ, त्यतिखेर हामीहरू चाहिँ कुदेर उसलाई गएर सहयोग गऱ्यो भने त्यो चाहिँ आज हामीले के गर्यौँ? प्रेम गर्दैछौँ। येशूको प्रेम हामीले देखाउँदैछौँ, प्रेम गर्दैछौँ। अनि उसले एक दिन सोध्छ, साँच्चै यो क्रिस्चियन भएर पनि आज यति मैले भने तापनि, मैले यति गरेँ तापनि अवस्था पनि यसले मलाई यस्तो अवस्थामा मैले के गर्यो? सहायता गर्यो, साथ दियो,
मेरो आफ्नै मान्छेले पनि मलाई धोका दियो, आफ्नो आफन्त भनाउँदाले पनि मलाई पत्याएन। तर यो फल्नालाई मैले कति दुःख दिएको थिएँ, कति रिस उठाएको थिएँ, योसँग चित्त दुखाएको थिएँ, तर यसले मलाई त्यो परिस्थितिमा, त्यो समस्यामा, त्यो अवस्थामा मलाई के गर्यो, सहयोग गर्यो भनेर ठान्नुपर्छ। यस कारणले गर्दाखेरि आज यो कुरालाई तपाईँलाई मैले मध्यनजर गऱ्यौँ भने साँच्चै नै आज हाम्रो जीवन सरल भएर जानेछ। यहाँनिर लेखेको कुरा पाउँछौँ 31 पदमा, 31को अन्तिम भनाइ पाउँछौँ, यीभन्दा ठुलो अरू आज्ञा छैन। अनि त्यति त्यहाँ मुनि पढ्दै गयो भने हामी पाउँछौँ कि साँच्चै यो व्यक्तिले चाहिँ के भन्यो, ठिक भन्यो भनेर चाहिँ उनीहरूले चाहिँ स्वीकार गरेको कुरा हामी पाउँदछौँ। त्यतातर्फ हामी नजाउँ र यूहन्ना सुसमाचार 14को 21मा हामीले हेऱ्यौँ भने यहाँनिर पनि हामी पाउँदछौँ, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरो आज्ञाहरू छन्, सुन्दै हुन्छ, र ती पालन गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। आमेन। कति महत्त्वपूर्ण वचन छ। अनि यो वचनले चाहिँ हामीलाई के सिकाउँदछ, जसले चाहिँ यो आज्ञाहरू पालन गर्छ त्यसलाई चाहिँ म के गर्छु, प्रेम गर्छु, अनि मेरो पिताले पनि प्रेम गर्नुहुनेछ, अनि यसले हुन्छ म आफैलाई चाहिँ त्यस कहाँ के गर्नेछु, प्रकट गर्नेछु। अनि हाम्रो जीवनबाट, अनि हाम्रो कामहरूबाट, हाम्रो आचरणबाट, हाम्रो बोलीहरूबाट, हाम्रो जीवनयापनका कुराबाट येशू ख्रीष्ट प्रकट हुनुहुनेछ। अनि हाम्रो जीवनबाट अचम्म र आश्चर्यको कामहरू हुन्छ। अनि आत्माहरूले चाहिँ येशूको वचनलाई सुन्छन्, अनि मानिसहरूले चाहिँ के गर्नेछन्, अनि चर्चलाई, तपाईँको परिवारलाई, मण्डलीहरूलाई हेर्न सुरु गर्छ। ओहो, वास्तवमा होइन है, यो कुरालाई हामी पाउँदछौँ। र त्यति मात्र नभएर अन्तिम एउटा खण्डलाई म पढ्न चाहेँ। म छिटो दौडेको है, समयलाई मध्यनजर गर्दै दौडेको। यस कारणले गर्दाखेरि पहिलो यूहन्नामा पनि 4को 6मा पनि हामी यो पाउँदछौँ कि हामीले भनेको कुराहरू चाहिँ के गर अरे, तिमीहरू मानहुनेछ। हामी त परमेश्वरका हौँ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रा कुरा सुन्छ भन्छ। सुन्दै हुन्छ नि, हामी त परमेश्वरका हौँ, अनि जसले परमेश्वरलाई चिन्छ त्यसले हाम्रो कुरा सुन्छ। अर्थात् हामी यो वचन चाहिँ हामीमा पनि लागु हुन्छ है, भन्ने जातिमा त लागु हुन्छ, हाम्रो इष्टमा लागु हुन्छ, तर हामीमा पनि वचन चाहिँ लागु हुन्छ। र कसरी भन्दाखेरि चाहिँ यदि परमेश्वर भनेर चिन्छौँ भनेर, हामी चिन्छौँ जान्छौँ भनेर चाहिँ मुखले भन्छौँ, अनि चर्च चाहिँ गइ टपाउँछौँ, तर आज्ञाहरू चाहिँ मान्दैनौँ भने हामीले परमेश्वरलाई चिनेका हुँदैनौँ। मुखले चाहिँ भन्ने, तर पछाडि व्यवहारले चाहिँ हामीले भन्ने, त्यो मिल्यो? अवश्य पनि मिलेन। कुरा बुझ्नुहुन्छ नि, अवश्य पनि मिलेन। अनि यहाँनिर यूहन्नाले पनि यही कुरा भन्दछ। पहिलो यूहन्ना 4को 6मा हामी पाउँछौँ, अनि यदि उसले चाहिँ परमेश्वरलाई चिन्छ भने उसले चाहिँ हाम्रो कुराहरू सुन्छ। अर्थात् यहाँ जुन अगमवक्ताले भनेको कुराहरू छ, जुन परमेश्वरको जो पहिलो शताब्दीका जुन अगुवा पास्टर छ, उनीहरूले भनेको कुराहरू हामी के गर्छौँ, सुन्छौँ। वास्तवमा उसले ठिक भनेको, पवित्र आत्माको प्रेरणाद्वारा भनेको हो होइन भन्ने कुराहरू हामी के गर्न सक्छौँ, आफूले गर्न सक्छौँ। र जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। सुन्नुहुन्छ नि, जो परमेश्वरको होइन त्यसले चाहिँ के गर्दैन अरे, परमेश्वरको कुरा सुन्दैन, हाम्रो कुरा सुन्दैन। हामीले सम्झाएको, पास्टरले सम्झाएको, लिडरले सम्झाएको, तपाईँले हामीले सम्झाएको कुराहरू चाहिँ कसैले पनि उनीहरूले सुन्दैन, भन्दैन, गर्दैन। यो खुच्चेले भनेको, हिजो अस्तिको त्यो खुच्चे पास्टरले भनेको, त्यो अङ्गले त भनेको त हो भनेर भन्दैन। तर हामीले यो परमेश्वरको कसरी हो भन्छ भने, चाहे त्यो सानोले भनेको होस्, चाहे त
ठुलोले भनेको होस् चाहे ठुलोले भनेको होस्, त्यो चाहिँ हामी के गर्छौँ, एकदमै सिरियस, एकदमै गहन रूपले त्यो कुरालाई हामी देख्छौँ। वास्तवमा परमेश्वरको वचनले हामीलाई यो कुराहरू सिकाएको छ, यो कुराहरू भुलेको रहेछ भन्ने कुरालाई र त्यसले चाहिँ हाम्रो कुरा सुन्दैन। जो चाहिँ परमेश्वरलाई चिन्दैन, जो चाहिँ परमेश्वरको होइन, उसले चाहिँ परमेश्वरको कुरालाई सुन्दैन। अनि हामीले विचार गर्न सक्छौँ, जसलाई भन्दा म पनि कतिपय भन्छु, चर्च आउनुपर्छ, बेला बेला उपवास बस्नुपर्छ, प्रार्थना गर्नुपर्छ, हाम्रो छिमेकीको निम्ति प्रार्थना गर्नुपर्छ, हाम्रो इष्टमित्रहरूको निम्ति प्रार्थना गर्नुपर्छ, हाम्रो आफ्नो आफन्तहरूको निम्ति प्रार्थना गर्नुपर्छ, हामीले सुसमाचार सुनाएकाहरूको निम्ति प्रार्थना गर्नुपर्छ, हामीले सुसमाचार सुनाउन नसकेकाहरूको निम्ति प्रार्थना गर्नुपर्छ। यो हाम्रो जिम्मेवारी हो के भन्नुहोस् त? यो हामीले गर्छौँ भने हामीले के गर्दैछौँ? आज्ञा पालन गर्दैछौँ, हामीले परमेश्वरको प्रेममा रहँदैछौँ, परमेश्वरको प्रेमलाई हामीले बाँड्दैछौँ। अनि यो काम हामी गर्दैनौँ भने के गर्छ? परमेश्वरको हामी होइन, यदि हामी गर्दैनौँ भने हामी पनि परमेश्वरको होइन। जसै परमेश्वरको होइन उसले चाहिँ परमेश्वरको आज्ञालाई के गर्दैन? मान्दैन। हो मात्रै भन्छ। के भन्छ अरे? हो मात्रै भन्छ। गर्नुपर्छ भन्छ। हो वास्तवमा गर्नुपर्ने चाहिँ हो भन्छ। पर्ने चाहिँ हो भन्छ। कुरा बुझ्दैन नि? पर्ने चाहिँ हो भन्दा भन्दै आज्ञा पालन गर्दैन भने ऊ चाहिँ परमेश्वरको होइन। उसले चाहिँ परमेश्वर चिनेको छ। परमेश्वरको मानिसले चाहिँ परमेश्वरको कुरालाई सुन्छ र गर्छ भनेर थाहा पाउँदछ। अनि अन्तिम खण्डलाई म पढ्दै समयलाई म राख्न चाहन्छु। त्यसले हाम्रो कुरा सुन्दैन। जो परमेश्वरको होइन त्यसले चाहिँ परमेश्वरको जनको कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। अन्तिम खण्डमा आइपुग्छौँ। यही कुराहरूबाट चाहिँ सत्यको आत्माले काम गरेको हो कि होइन, पवित्र आत्माको आत्माले काम गरेको हो कि होइन, हो भने कसरी हो, होइन भने कसरी होइन भन्ने कुराहरू हामी यही कुराहरूबाट हामी चिन्छौँ। कसैले चाहिँ भ्रमको आत्माबाट सेवाई गरिरहेको हुन्छ। एकजना मैले सुन्दै थिएँ, यता पूर्वतिर एकजना पास्टर हुन्थ्यो अरे, मलाई त थाहा छैन, सुनेको यसो गर्नुभयो अनि क्रुस बनाउनु गएको थियो अरे। क्रुसमा येशूले चाहिँ यसरी क्रुस टाङमा टाँगिनु भयो भनेर आफ्नो हात चाहिँ छुरीले काटेर रगत यसरी बगाउनु भयो अरे। अब त्यो गर्न आवश्यक छ त? हजुर आवश्यक छ। पवित्र आत्माले त्यो कुरा सिकाएको छ यहाँ। येशू क्रुसमा टाँगिनु भयो, तिमीले यसरी काटेर चाहिँ क्रुसमा यसो रगत बगाऊ भनेछ छैन। अघि हामीले दुईवटा आज्ञा, महान आज्ञा हामीले के पढ्दै थियौँ? आफ्नो सारा बुद्धिले, समशक्तिले, आफ्नो सारा के अरे मनले, हृदयले चाहिँ के गर? परमेश्वरलाई प्रेम गर। अनि दोस्रो चाहिँ आफूलाई जस्तै आफ्नो छिमेकीलाई के गर? प्रेम गर। योभन्दा अरू ठुलो के छैन? आज्ञा चाहिँ सबै व्यवस्थाहरू चाहिँ सारा चाहिँ के हो भन्ने कुरा हामीले ध्यान राख्नुपर्छ। अचम्मको कष्टहरू, अचम्मको विश्वासहरू, अचम्मको अगमवक्ताहरू पनि हामी देख्छौँ। अचम्मको प्रकारको सेवकाई हामी देख्छौँ। तर प्रिय मेरो भनाइ चाहिँ के हो भने होला आफ्नो ठाउँमा कोही आफ्नो संस्थाले बनाएको नियम हुन्छ, कसैले आफ्नो भिजनलाई गरेर बनाएको कुराहरू हुन्छ, त्यो कुराहरू आफ्नो ठाउँमा छ। तर मेरो भनाइ चाहिँ के हो भने तपाईँ हामीहरू चाहिँ चाहे जस्तो सुकै परिस्थितिमा भने यो परमेश्वरको वचनलाई तपाईँले मैले के गर्नुपर्छ? पालना गर्नुपर्छ। पालना गर्नुपर्छ। नियम प्राथमिकता होइन। कुनै पनि संस्थाको, कुनै पनि रेभरेन्ड डाइरेक्टरको, संस्थापकहरूको नियमहरू कानुनहरू माथि होइन, तर यो परमेश्वरको वचनको नियम र कानुन चाहिँ हामीले के गर्नुपर्छ? माथि राख्नुपर्छ, अर्थात् टाउकोमा राख्नुपर्छ भन्ने। कतिजनाले मैले देखेको छु यो बाइबललाई लातले हाली पठाउँछ, झारी पठाउँछ, प्रभुको वचन भन्छ यसो गर्छ होइन, ढोक्छ अबै भन्छ, राख्छ, कति आदर गरेर राख्छ अनि कति भक्ति देखाउँछ। तर उसले चाहिँ
परमेश्वरलाई प्रेमै गर्दैन। अनि भाइले भने जस्तो उदाहरण दशम दिनु पर्ने, दशम दिने बेलामा सट्टा जान्छ होइन। उदाहरणको लागि सानो कुरा आयो, प्रार्थना गर्नु भनेको अघि बिर्सेर खाइहालेछु हो कि न? प्रार्थना हामी खानुभन्दा अगाडि किन गर्छौँ त? तपाईँलाई थाहा छ छैन, याद गर्नु भएको छैन, खानुभन्दा अगाडि हामी प्रार्थना। मलाई एकजना पास्टरले सुन्नुहोस् पवित्र गर्नुहोस् खान्छौँ पिउँछौँ भनेर मलाई जिस्काउँदै रहेछ। अनि मलाई त के भन्छ यो पास्टरले भन्छ कि मलाई जिस्काएर आएर छ, मलाई पो भनिरहेको छ। अनि मैले त यो कुरा चाहिँ फेरि जानेर बुझेर भनेको होइन प्रार्थनामा, तर त्यो शब्दहरू चाहिँ इनोसेन्स थियो क्या। मलाई थाहा थिएन त्यसको अर्थहरू, मैले के भन्दैछु के भनेर प्रार्थना गर्दैछु मलाई थाहा थिएन। अनि त्यसो भनेपछि चाहिँ मैले ध्यान गरेँ, प्रार्थना गरेँ, यो पास्टरले त मलाई यसो पो भन्यो त, मैले यो भन्नु भन्ने उचित हो कि होइन त भनेर मैले खोज्न थालेँ। अनि वास्तवमा मैले पछाडिबाट त्यसको सबै क्यालकुलेट गरेँ, प्रार्थना गरेँ, वास्तवमा त्यो कुरा चाहिँ ठिक रहेछ। कसरी ठिक रहेछ भने मैले पाएको प्रकाशमा चाहिँ अहिलेको परिस्थितिमा के छ, हामी खानपिनहरू जति पनि हामी पूर्वज खानपिनहरू छ सबै अशुद्ध छ हो कि होइन भन्नुहोस् त? अशुद्ध खानपिनहरू छ। हामी जुन खानपिनहरू खाइरहेको छौँ त्यो कुरा के शुद्ध छन् त? शुद्ध छैन। तेल खान्छौँ, आज त्यो तेलहरू पनि अशुद्ध छन्, मिसावट तेलहरू छन्। मान्छे सबै कमाउने होडमा छन्। जुन तेल हामी खान्छौँ, जुन पाम ओइल मिसाएर के तेल मिसाएर तेल बनाएर फ्याक्ट्रीले सप्लाई गरिरहेका छौँ, अनि हामी त्यही खान्छौँ, त्यही खाएर हामी बिरामी पर्छौँ हो कि भन्नु त? हो कि न? मासु खान्छौँ हामी, मासुलाई भक्कु इन्जेक्सन लगाउँदा दबाई खुवाउँदा एन्टिबायोटिक खुवाउँदा यत्रो बनाएर बेचेको हुन्छ हो कि भन्दा? अनि त्यही हामी कति मिठो गरेर खाएको हुन्छ। प्रार्थना चाहिँ हामी गर्दैनौँ होइन? त्यस्तो भयो भने कसलाई समस्या? हामीलाई नै समस्या हो कि होइन? यो पवित्र आत्माको मन्दिर हो, यसको चाहिँ हामीले के गर्नुपर्छ? रक्षा गर्नुपर्छ भन्ने कुरा थाहा छ। तिमीहरू चाहिँ पवित्र आत्माको मन्दिर हो भनेको छ छैन वचनमा? त्यस कारणले गर्दा यो पवित्र आत्माको मन्दिर हो भने यसलाई सुरक्षा गर्ने पनि, चोखो बनाउने पनि, शुद्ध तुल्याउने जिम्मेवारी पनि हामीहरूको नै हो। त्यस कारणले गर्दाखेरि त्यस अर्थमा मैले धेरै विश्लेषण गरेँ। वास्तवमा यसो यो वचनलाई छोइदिनुहोस्, शुद्ध भएको होस्, पवित्र भएको होस्, यसबाट खाएको बलले, शक्तिले, ज्ञानले, बुद्धिले तपाईँको महिमा हुन सकेको होस्, पृथ्वीको भण्डारमा अझ फेरि पनि आशिष दिनुहोस् भनेको वास्तवमा त्यति गलत चाहिँ होइन रहेछ भन्ने कुरा मैले बुझेँ है। र कतिजना चाहिँ आफ्नै प्रकारको विचारमा कुदिरहेको हुन्छ। तपाईँहरू ध्यान गर्नुहोस्, हामीले प्रार्थना गरेकै हो, यसो हुनुहुन्छ, कतिजना यसोको नाममा खाइँदैन भनेको हुन्छ। नखानुपर्ने चिज हो, यसोको नाममा खाँदाखेरि केही हुँदैन, निको भइरहेछ। नखाने कुरा पनि खाँदाखेरि कहिलेको हुन्छ त होइन? नखा भनेको नखाने हो, खा भनेको खाने हो, बस भन्दा बस्ने हो, अनि उठ भन्दा उठ्ने हो। वचन हामीलाई त्यो कुरा अनुशासन सिकाएको छ छैन? छ भने हामीले त्यो काम कसरी गर्दैछौँ? हामी नजा भनेर भइरहेका छौँ, नखा खाइरहेका छौँ, नपी भनेर पिइरहेका छौँ। अन्त पास्टरले पनि देख्छ कि विश्वासले पनि देख्छ कि भनेर खाइरहेको छौँ। त्यस कारणले गर्दाखेरि यो कुरालाई हामीले मध्यनजर गरेर प्रभु यो कुराहरू चाहिँ पवित्र भएको होस्, किनभने पवित्र कुराहरू जब हामी खान्छौँ वचन चाहिँ पवित्र छ, यो कुरा हामी लिन्छौँ आध्यात्मिक रूपमा। र हाम्रो शारीरिक कुरामा पनि हामीले लिँदाखेरि चाहिँ प्रभु शुद्ध भएको होस् है, यो पवित्र भएको होस् है भनेर हामी लिन्छौँ भने त्यो कुराले तपाईँ र मलाई के गर्दछ? फाइदा गर्दछ। त्यसै पनि प्रार्थना। अनि एकजना साथीहरूले मलाई, अन्य नन क्रिस्चियनहरूले एउटा हरितालको विषयमा कुरा निकाल्दै थियो। मैले भन्दै थिएँ हरिताल चाहिँ हुँदो रहेछ। मलाई एकजना मान्छेले त्यसरी केही व्यक्तिहरूले मलाई भनेको कुराको कारणले गर्दा, गवाई दिएको कारणले गर्दा मैले यो कुरा चाहिँ मैले पनि विश्वास गरेको छु, वास्तवमा हुँदो रहेछ। मैले भने नन क्रिस्चियन के को हुन्छ हरिताल? कतिजना सुन्नुभएको छ हरिताल? सुन्नुभएको छ? सुन्नुभएको छ? यता सुन्नुभएको छैन? सुनेको छ? आमाले सुन्नु देख्नु भएको छ? मैले पनि सुनेको मात्रै हो।
तर एकजना ठेक पास्टर लिडरले गवाई दिएपछि चाहिँ मैले त्यो कुरा विश्वास गरेँ वास्तवमा हो रहेछ कि त्यो भन्ने लागेको र सुसमाचार सुनाउन जाँदाखेरि चाहिँ एउटा दोकानमा पहाडमा ठाउँमा पुग्नु भएछ अनि पुगेपछि त्यो सानो दोकान थियो अरे अनि त्यो दोकानमा पसेपछि चाहिँ अनि भोक लागेको झोकमा चाहिँ सबैले आउँदा आउँदा उसको पारा बङ्की थालिहालेछ सुनेर चाहिँ आउँदा आउँदा उसको अगाडि आयो अनि दिन थालिहालेछ दिँदाखेरि त साथी त भरेदेखि त एकछिन पछाडि त बिरामी भयो बिरामी हुँदै गयो घरमा अनि छाप्नु सेप्नु गहिरो भएर जानु आँटिसक्यो अरे त अनि दबाई पनि खाइरहेको छ भएको छैन हुँदैछ अनि सबैजना मिलेर वरिपरि बसेर चाहिँ साथीहरूले सबैले प्रार्थना गरिदियो अरे वरिपरि बसेर प्रार्थना गर्दा लास्टमा त्यो व्यक्तिलाई चाहिँ व्यक्ति चाहिँ चङ्गाइ भएछ फेरि जाति भएछ अनि जाति भएपछि अनि जाति भयो कि मतलब छैन मलाई बिरामी हो के हो त्यो फुड पोइजन भयो के हो भनेर सम्झेर त्यति वास्ता गरेन अनि त्यो भइसके पश्चात त्यो ठाउँमा सङ्गति गर्दै गर्दा अनि एकजना मान्छे चाहिँ त्यहाँनिर सङ्गति गर्नु नयाँ मान्छे आएछ अनि नयाँ सङ्गति गर्नु मान्छे आइपुग्दाखेरि उनीहरूलाई पनि हर्ष भयो नयाँ मान्छे आयो प्रभुमा भनेर उनीहरूलाई पनि खुसी भयो झन् स्वर्गमा त कति खुसी हुन्छ होइन अनि त्यो गर्दै गर्दाखेरि चाहिँ उसले भनेछ तपाईँ कतिजना चाहिँ यीशुको वचनलाई यो सुसमाचारको कुरालाई ग्रहण गर्नुहुन्छ अनि कतिजना चाहिँ यो कुरालाई पत्याउनुहुन्छ भनेर चाहिँ त्यहाँ लिडरले पास्टरको अगाडि उभिएर भन्दै गर्दाखेरि त्यो मान्छे चाहिँ जुरुक्क अब उठेर हात उठाएर म गर्छु म केही भन्छु भनेर उठ्यो त्यही मान्छे चाहिँ अनि ल यो मान्छे पहिलोचोटि आएको के भन्ने हो के भन्ने होइन गाह्रो हुन्छ नि होइन पहिलोचोटि आएको त्यो पनि नोन क्रिस्चियन त्यही माथि अगाडि आएर के भन्छ अनि केही भन्न चाहन्छु भनेर अनि भनेपछि चाहिँ अनि के भन्ने हो सबैलाई पुरा उत्सुकता भयो के भन्ने हो भनेर भन्यो अनि अगाडि आएर भन्यो उसले म एउटा कुरा स्वीकार गर्न चाहन्छु यसो साँच्चै हुनुहुँदो रहेछ के कारणमा भन्दाखेरि चाहिँ मैले चाहिँ अझसम्म त्यो हरिता लामाको शब्दमा नि भन्छ कपट मैले हालेको कपटमा आजसम्म कोही मान्छे पनि बाँचेको थिएन तर यो मान्छे चाहिँ बाँच्यो भनेर यसरी औँला देखायो क्या उसलाई अनि त्यतिखेर त त्यो साथीको भएर अरे बाफ्रे म त मरेको रहेछु भनेर आम खुलेर जिरिङ्ग भएर अरे बाफ्रे भने त्यस कारणले गर्दाखेरि त्यो मान्छेले उभिएर गवाई दियो अरे साँच्चै अझैसम्म यो मान्छे मात्रै बाँचेको भने त्यसै कारणले गर्दाखेरि अब म चाहिँ यसुलाई विश्वास गर्छु भनेर चाहिँ ऊ चाहिँ अगाडि आएर ग्रहण गरे अरे भनेर त्यो साथीले चाहिँ गवाई दिनुभयो है अनि त्यो दुई प्रकारको हुन्छ र एउटा पहेँलो र एउटा कालो पहेँलोले चाहिँ 6 महिना डेट 6 महिनाभित्रमा चाहिँ हुँदै उभै भएर 6 महिनासम्म बाँच्छ त्यहाँदेखि जान्छ र कालोले भेटेपछि चाहिँ के हुन्छ त्यो हप्ता दिन कट्न पाउँदैन अनि दुई प्रकारको हुन्छ कोही धेरै बाँचेको भनेको 1 हप्ता मात्रै हो हप्ता दिनभित्रमा घन्टाभित्रमा त्यो जान्छ त्यस कारणले गर्दाखेरि अब हामी मण्डलीहरूले जहाँसुकै जसलेसुकै जेसुकै दिँदाखेरि आज हामीले प्रभुले खानु भयो त होइन नि त होइन त्यस कारणले गर्दाखेरि हाम्रो इच्छाहरू हाम्रो प्रार्थना हाम्रो धैर्यता हाम्रो प्रेम हाम्रो यसुको आज्ञाको कुराहरू महत्त्वपूर्ण रहेछ कि रहेछ त्यस कारणले गर्दाखेरि हाम्रो खानपिनदेखि लिएर हाम्रो रहनसहनदेखि लिएर हाम्रो बोली वचनदेखि लिएर हाम्रो उठबसका कुराहरूदेखि लिएर सबै कुरामा धैर्यता र यसको आज्ञा र प्रेमको कुरा चाहिँ छल्किनुपर्छ छल्किनुपर्छ अनि चाहिँ हामी आत्माहरूलाई प्रभावित गर्न सक्छौँ अन्य जातिहरूलाई मानिसहरूलाई प्रभावित गर्न सक्छौँ अनि चाहिँ यसरी अघि हामी पढ्दैनौँ म चाहिँ त्यसबाट चाहिँ के हुन्छु म चाहिँ प्रकट गर्नेछु मेरो प्रेमलाई म आफैलाई प्रकट गर्नेछु त्यसबाट र अनुसार वचनको समयलाई म यही राख्न चाहन्छु र अन्तिम प्रार्थना आशिषित आजको सङ्गतिबाट हामी विसर्जन हुनेछौँ
अनि त्योभन्दा अगाडि तपाईँको प्रार्थनाको विषयहरू कुनै छ भने भन्न सक्नुहुनेछ। अघि हाम्रो भाइ त्यस पछाडिबाट भन्दै थियो मेरो इच्छा हो विचार हो मेरो परिवार चाहिँ अब छिटै आओस् भनेर भन्दै होइन प्रार्थनामा याद गर्नु र आउनुहोस् हामी प्रार्थना गरौँ सबैजनाले। हामीले घोडा टेक्छौँ भने टेक्नु सक्नेले जति हामी घोडा टेकौँ अनि प्रार्थना गरौँ। आजको वचनले तपाईँ र मलाई के शिक्षा दिँदैछ त हामी व्यक्तिगत आफूले विचार गर्नुहोस्। वचनको आधारमा म छु कि छुइनँ त आज मैले ममा आज कति कमी कमजोरी छ रहेछ त आज ती कुरालाई मैले कतिको सुधार गर्नुपर्ने रहेछ त मेरो जीवनलाई यीशु कहाँ अघि ल्याउनको निम्ति मैले के कुराहरू अझै गर्नुपर्ने आवश्यकता रहेछ भन्ने कुरालाई आज हामीले विचार गर्नुपर्दछ। विचारसहित हामी केही समय प्रार्थना गरौँ। आउँछ प्रार्थना